आज चाहिँ मलाई सेलरोटी खानु मन लागेर चाहिँ म चाहिँ सेलरोटी बनाउनुको तयारीमा लागेँ है साथीहरू। मलाई चाहिँ सेलरोटीको क्रेभिङ्स चाहिँ 2-3 दिनदेखिको भइरहेको थियो। कहिलेदेखि भन्दाखेरि चाहिँ जहिलेदेखि चाहिँ घरमा सेलरोटी सक्यो तबदेखि चाहिँ मलाई फेरि सेलरोटी खानु मन लाग्यो। किनभने चाहिँ यसपालि चाहिँ मैले खान पाइनँ नि त। रोटी बनाउँदा मलाई चाहिँ खानै मन लागेन। बेसी पकाउनु पर्यो, यसपालि 2-3 पल्ट बनाउनु पर्यो। अन्त यताउति बाँड्दा रोटी चाहिँ सकिहाल्यो। अन्त जबदेखि चाहिँ रोटी सक्यो तबदेखि चाहिँ मलाई रोटीको क्रेभिङ्स जागेर आयो। अनि म चाहिँ यो राति नै ब्याटर बनाएर राख्छु। बिहान चाहिँ ब्रेकफास्टमा रोटी बनाउँछु। सेलरोटी चाहिँ भोलि चाहिँ ब्रेकफास्टमा हुन्छ भनेर चाहिँ मैले राति नै रेडी गरेँ। अनि योसँग चाहिँ मलाई मटरको घुगुनी खानु मन लागेको थियो, तर मटरको घुगुनी चाहिँ मटर ल्याउनु बिर्सेछु। अनि म चाहिँ यहाँनिर अब चाना भिजाउँदैछु। चाना भिजाएर राखेर चाना घुगुनी बनाएर चाहिँ बिहान चाहिँ रोटी खान्छु भनेर म चाहिँ बिहानै उठेर चाहिँ रोटी बनाउनु थालेँ। अनि यो चाहिँ मेरो ताईमा चाहिँ के हुन्छ भने नि फर्स्टमा चाहिँ 1-2 पल्ट हाल्दाखेरि चाहिँ यसरी टाँसिजान्छ हो रोटी। अन्त फलामको भएर हो कि खै तेल नतातेको भन्नु नि, तेल पनि तातिरहेको थियो। अनि यसरी टाँसिन्छ। अनि 1-2 पल्ट हालेपछि चाहिँ फेरि आफै रोटी राम्रो हुन्छ। हेर्नुहोस् न कस्तो मजाको सानो हुन्छ है। यो चाहिँ मेरो रोटी चाहिँ यो ताईमा चाहिँ सानो रोटी हुन्छ। अनि 3-4टा चाहिँ आँट्छ। 3टामा चाहिँ राम्रो हुन्छ। 4टा हाल्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुँदो रहेछ। अन्त यो चाहिँ मेरो सानोबडे ताई छ, ग्यासमा पकाउनु यसमा चाहिँ सजिलो हुन्छ कि। अलिकति आफूलाई खानु मन लाग्यो भने चाहिँ एकदमै सजिलो छ यो चाहिँ मेरो ताई। अन्त मेरो चाहिँ रोटी पनि अब लगभग पाकिसक्नु आँटिसक्यो। अनि यता चानाको घुगुनी पनि रेडी गरेँ। अन्त अब म चाहिँ नानीहरूलाई ब्रेकफास्ट दिनु थालेँ। अनि नानीहरूले चाहिँ ब्रेकफास्ट नानीहरूको पनि भयो, नानीको बाउको पनि भयो। अनि अब मेरो पनि सकिनु आँट्यो, यति बनाइसक्छु भनेर चाहिँ अनि फटाफट बनाउनु थालेँ। कस्तो दामी भएको छ हेर्नु न। प्रसादहरूतिर चढाउने खालको सानो प्रसादहरूतिर पूजातिर चलाउनुलाई चाहिँ यो रोटी चाहिँ सानो बनिन्छ कि। यो ताईमा मजाको हुन्छ कि। अन्त बनाउँदैछु। चुला पनि हेरिन सक्नुहुन्छ, तर रोटी बनाउँदा चाहिँ चुला सफा गर्नु नै मलाई साह्रो पर्छ। अनि अब यहाँ चाहिँ फेरि मेरो मेरियनले पनि सेलरोटी बनाएको थाहा पाएछ। अन्त आएर चाहिँ ऊ किचनको छेउमा आएर चाहिँ बाहिर बसिरहेको थियो, किचनको बाहिर। अन्त मैले रोटी खान्छस् भन्दै आशाभरि आँखाले हेर्दैछ ऊ चाहिँ होइन। अन्त रोटी पनि पाकिसक्यो अब मेरो चाहिँ। अनि अब यो एउटा रोटी चाहिँ ताईमै छोड्नुपर्ने हुन्छ, किनभने चाहिँ ताईलाई चाहिँ खाली चुलाबाट ननिकाल